नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म तपाईहरुलाई यो 6 to 12 मन्थको 12 मन्थ बेबीको लागि यो एउटा बिनी बनाएर देखाउँदैछु। एकदमै सजिलो अनि ब्युटिफुल पनि छ। तपाईहरुले यो दुईटा कलर मिक्स गरेर बनाउँदा पनि हुन्छ। अनि यो बिनीलाई ठुलो सानो बनाउने पनि म बीचमा भन्दै जानेछु है। तपाईहरुले एडल्टको लागि पनि बनाउन सक्नुहुन्छ, यो न्यू बोर्नको लागि पनि बनाउन सक्नुहुन्छ। अनि मैले चाहिँ 3.5 mm को हुक युज गरेको छु। यदि तपाईहरुले यही साइज 3 mm को हुक युज गर्नुभयो भने यही काउन्टिङमा न्यू बोर्नलाई हुन्छ है। फर्स्टमा म्याजिक रिङ बनाएँ। म्याजिक रिङ बनाएर यहाँ चेन गर्दैछु 1 2 चेन गरेर ब्याक टु सेम स्पेसमा म डबल क्रोसेट गर्दैछु 1 2 3। म यहाँ टोटल 12 डबल क्रोसेट बनाएर भेट्ने छु तपाईहरुलाई। मैले यहाँ 12 डबल क्रोसेट बनाएँ। अनि फर्स्टको डबल क्रोसेटको माथि आएर यसरी स्लिप स्टिच गरेर यो राउन्डलाई कम्प्लिट गर्ने। नेक्स्टमा 1 2 अनि 2 चेन गरेर सेम स्पेसमा म 2 डबल क्रोसेट गर्छु। म सबैमा अब यहाँ 2 डबल क्रोसेट गर्दै जाने छु 1 अनि 2 चेन चाहिँ म स्टिच काउन्ट गर्दिन है। यहाँ 2 डबल क्रोसेट भयो, यहाँ पनि 2 डबल क्रोसेट, सबैमा 2 डबल क्रोसेट गर्दै जाने। अनि यसरी लास्टमा स्लिप स्टिच गरेर यो राउन्ड कम्प्लिट गर्दै। नेक्स्ट फेरि 2 चेन गर्ने, 2 चेन गरेर सेम स्पेसमा 1 डबल क्रोसेट। नेक्स्टमा 1 2 डबल क्रोसेट, फेरि यहाँ 1 डबल क्रोसेट, नेक्स्टमा 2 डबल क्रोसेट। यसरी 1 2 1 2 गर्दै यो राउन्ड कम्प्लिट गर्ने।
त्यसरी राउन्डको एन्डमा आएँ अनि लास्टको डबल क्रोसेट गरेँ अनि डबल क्रोसेटको माथि गएर स्लिप स्टिच गर्दैछु। देख्न सक्नुहुन्छ। अनि न्यू बर्न गर्नुहुँदैछ भने यहीँदेखि तपाईँहरूले नबढाउँदा पनि हुन्छ। म चाहिँ यहाँनिर अलिकति ठुलो बनाउँदैछु, त्यो भएर फेरि अर्को राउन्ड पनि बनाउँदैछु। 2 चेन गरेर सेम स्पेसमा 1 डबल क्रोसेट, 2 डबल क्रोसेट, सेम स्पेसमा मैले 2 डबल क्रोसेट गरेँ। नेक्स्ट स्पेसमा 1 डबल क्रोसेट, 2 डबल क्रोसेट अनि सेम स्पेसमा फेरि 2 डबल क्रोसेट। यो राउन्डमा चाहिँ 2 डबल क्रोसेट सेम स्पेसमा अनि 1 डबल क्रोसेट। मैले यो राउन्ड पनि कम्प्लिट गरिसकेँ अनि फर्स्टको डबल क्रोसेटको माथि आएर स्लिप स्टिच गरेँ। यहाँनिर 1 2 3 4 राउन्ड कम्प्लिट भयो। नेक्स्टमा 1 2 चेन गरेर सेम स्पेसमा 1 डबल क्रोसेट, फेरि सेम स्पेसमा 2 डबल क्रोसेट अनि नेक्स्ट 1 2 अनि 3 स्टिचमा चाहिँ 1 1 डबल क्रोसेट अनि एउटामा चाहिँ 2 डबल क्रोसेट सेम स्पेसमा सिंगल 1 1 1 तीनटा स्टिचमा चाहिँ 3 डबल क्रोसेट अनि फेरि इन्क्रिज 2टा एकैसाथ गर्ने।
मेरो यहाँनिर राउन्ड पनि कम्प्लिट भइसकिसक्यो है। अब नेक्स्ट माफ गर्नु होला, यहाँनिर मेरो एउटा राउन्ड चाहिँ अलिकति रेकर्ड भएन रहेछ है। मैले त्यसमा चाहिँ के गरेको छु भने स्लिप स्टिच गरेर यही सेम प्रोसेस अहिले जस्तो गर्दैछु। फर्स्टमा 1 चेन गरेको छु, 1 चेन गरेर एउटा स्पेसमा चाहिँ मैले 1 हाफ डबल क्रोसेट गरेको छु फर्स्टको स्पेसमा, अनि 1 स्लिप स्टिच गरेको छु है। 1 हाफ डबल क्रोसेट, 1 स्लिप स्टिच, 1 हाफ डबल, यो प्याटर्नै यो 1 हाफ डबल क्रोसेट र 1 स्लिप स्टिच हो। र मैले योभन्दा अगाडि चाहिँ सेम 1 हाफ डबल क्रोसेट 1 स्लिप स्टिच गर्दै बनाएको छु। अनि नेक्स्ट राउन्डमा पनि यसरी नै हाफ डबल क्रोसेटको माथि चाहिँ स्लिप स्टिच, अनि स्लिप स्टिचको माथि हाफ डबल क्रोसेट। यो चाहिँ सबै प्याटर्नमा सबै अब जति पनि तपाईँहरूले जति ठुलो साइजको बनाउनु हुँदैछ त्यतिसम्म नै सेम यो बनाउँदै, अनि चेन 1 गर्ने, राउन्ड टर्न गर्ने, अनि फेरि यसरी हाफ हाफ डबल क्रोसेट अनि स्लिप स्टिच, यसरी बनाउँदै जति ठुलो साइजको बनाउनु चाहनुहुन्छ त्यति नै बनाउँदै जानु होला। यहाँनिर देख्न सक्नुहुन्छ मैले 7th राउन्ड कम्प्लिट गरेर 8th राउन्ड बनाउँदैछु। यहाँनिर यतिको बनिसकेको छ, एकदमै ब्युटिफुल डिजाइन अनि सजिलो पनि। यो राउन्ड कम्प्लिट गरेर देखाउने छु तपाईहरुलाई। माफ गर्नु होला, मैले चाहिँ यो 8th राउन्डदेखि चाहिँ यहाँनिर कसरी हाफ डबल क्रोसेट बनाएको छु त्यो चाहिँ रेकर्ड भएन रहेछ, अनि मैले अर्को यानमा अलिकति देखाएको छु तपाईहरुलाई। तपाईहरुको यो जुन चाहिँ अगाडिको प्याटर्न छ त्यो सकेपछि चाहिँ यसरी सबैमा हाफ डबल क्रोसेट गर्नु होला पहिला। जब मेरो त्यो फर्स्टको प्याटर्न सकेपछि चाहिँ यसरी सबैमा हाफ डबल क्रोसेट गर्दै जाने।
यसरी हाफ डबल क्रोसेट कम्प्लिट भइसकेपछि मैले चाहिँ यहाँनिर जस्ट देखाएको है यो टोपीको वरिपरि चाहिँ हाफ डबल क्रोसेट बनाउने यो जुन चाहिँ प्याटर्न अगाडिको प्याटर्न सकेर नेक्स्टमा फेरि चेन 1 गर्ने अनि वर्कलाई टर्न गर्ने। अब चाहिँ यसमा चाहिँ फ्रन्ट पोस्ट गर्ने यो पछि चाहिँ एउटा लाइन चाहिँ हाफ डबल क्रोसेट भयो। अनि तपाईहरुले बोर्डर चाहिँ कति साइजसम्मको बनाउनु हुने त्यही साइजले हाफ डबल क्रोसेट हैन हाफ क्रोसेट हाफ फ्रन्ट पोस्ट बनाउँदैछु हाफ फ्रन्ट पोस्ट हाफ ब्याक पोस्ट ल मैले डबल भनेछु सरी हाफ ब्याक पोस्ट हाफ फ्रन्ट पोस्ट यसरी रिपिट गर्दै जाने क्या। अब नेक्स्ट राउन्डमा पनि फेरि हाफको माथि हाफ फ्रन्टको माथि फ्रन्ट हाफ गर्ने। कन्फ्युज नहुनु होला है मेरो के भन्छ खै अलिकति के भएछ रेकर्ड त गर्नु त गरेको तर मेरो एसडी कार्ड अलिकति करप्ट भएकोले गर्दा चाहिँ भिडियोहरू जस्तो मैले एडिट गर्नको लागि राख्दाखेरि चाहिँ नट सपोर्टेड भन्दैछ। त्यही भएर चाहिँ मैले यो फेरि भिडियो बनाएर हाल्नु बाध्य भएको छु है। त्यसको लागि क्षमा चाहन्छु। यो जुन चाहिँ बोर्डर छ नि यो बोर्डर बनिन्छ क्या फ्रन्ट पोस्ट र ब्याक पोस्ट गरेर। तपाईहरुले अगाडिको मेरो भिडियोहरुमा पनि देख्नु भएको छ होला। यहाँनिर देख्न सक्नुहुन्छ मैले यो हाफ डबल क्रोसेट सके हाफ क्रोसेट सके। अब यहाँनिर फ्रन्ट पोस्ट जहाँ मैले अघि देखाएको थिएँ नि तपाईहरुलाई यो मेरो एउटा राउन्ड चाहिँ रेकर्ड भएन रहेछ हौ। अब हाफ डबल क्रोसेटको चाहिँ रेकर्ड भएन रहेछ है। त्यसको लागि क्षमा चाहन्छु। यहाँनिर यसरी फ्रन्ट पोस्ट ब्याक पोस्ट गर्दै अब तपाईहरुलाई जति बोर्डर चाहिएको छ त्यति नै बनाएर कम्प्लिट गर्नु होला। अलिकति तपाईहरुलाई यो आजको भिडियोमा चाहिँ कन्फ्युज हुनुहुन्छ होला त्यसको लागि माफी चाहन्छु। यहाँ देख्न सक्नुहुन्छ है मैले बोर्डर यसरी बनाइसकेको छु। मलाई चाहिँ यति नै चाहिएको छ अनि म 1 चेन गरेर यानलाई कट गर्ने छु। अनि मेरो यहाँनिर बिनी अथवा टोपी ह्याट जे पनि भन्नुहुन्छ रेडी भइसकेको छ। चेन 1 गरेर यानलाई कट गरेर यान टेललाई हाइड गर्ने। अनि तपाईहरुले यसको माथि पम पनि बनाएर राख्न सक्नुहुन्छ। म कुनै दिन पम बनाएको भिडियो पनि बनाएर अपलोड गर्ने छु है। नभए यतिकै युज गर्दा पनि हुन्छ यसरी। अनि आजको भिडियो तपाईहरुलाई राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्नु नबिर्सिनु होला। अनि कुनै पनि कन्फ्युजन आयो भने तपाईहरुले मलाई कमेन्ट गरेर पनि सोध्न सक्नुहुन्छ। Thank you so much for watching. Happy crochet. Bye bye. See you in next video.